सो हेलो गाइज, गुड मर्निङ, वेलकम टु माई न्यू ब्लग। सो गाइज आज चाहिँ म जाँदैछु यता नदी र बारी हेर्नको लागि। सो जाउँ अब। I don't wanna see you, I don't wanna hear you tonight, I don't wanna fight you, you don't wanna know if I feel alright, I don't wanna just forgive you, I just wanna be fine, I've been waiting for a sign to light up, yeah, and your heart is out of sight, I just wanna feel mine. Hey you, I'm gonna be the one for another one. Hey you. सो गाइज अहिले चाहिँ हामीहरू पुगिसकेका छौँ यो बारीनिर। सो अब अगाडिको सिन हेरौँ होइन, मस्त बारी छ यता। करेलाहरू हो भाइ, करेला कति लागेको छ यता, पुरै करेला छ होइन। यता भुजा पनि छ। आज मेरो दशा लाग्छ। सुगाइ जिउ चाहिँ तारै छैन, यहाँनिर यो खुट्टा फसिएर मैले, अब मेरो ध्यान यो मोबाइलमा थियो होइन, मेरो ध्यान मोबाइलमा थियो र खुट्टामा फस्यो। सो गाइज यो चाहिँ नदी होइन हाम्रो वहाँको, यहाँबाट पनि पानी जान्छ, यसरी पानी जान्थ्यो होइन सिधा। अब यता चाहिँ बारी लगाएछ आजकल, त्यसैले अब यहाँबाट यसरी घुमेर 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 उता जान्छ के, धेरै टाढा जान्छ। सो हेर्दा हेर्दा यतातिर होइन यो तरबुज भाइ सब यतातिर यो तरबुजको खेती होइन। सो उता चाहिँ फलेको छ काँक्रा। सो हामीले चाहिँ एन्टर गरिसकेका छौँ भित्र होइन। सो यता चाहिँ सबै तरकारीहरू सबै फल त्यो भन्नाले सबै काँक्रा र यो तरबुज सब अल टोटल पाइन्छ कि, पुरै खतरा ठुलो बारी ल्याएछ। मैले त आज देखेँ यो तरबुजको बोट। सो अब राम्ररी हेरौँ। नहेर मलाई त्यसरी माया बस्दा है बेसरी, भुलाउ भन्छौ आज तिमी तर भुलाउनु कसरी माया। सो यो भित्रका चाहिँ मान्छेहरू मुख हेर्दैछन् होइन। अब यहाँ जान मिल्छ कि नै मलाई थाहा थिएन, मैले सिधै भित्र गइदिएँ। सो म चाहिँ अहिले फिर्ता आएँ कि। सो जाउँ अब उतातिर। सो लेट्स गो। सो हामी चाहिँ अहिले घर जाँदै थियो होइन। सो हामीले भन्यौँ कि नदीतिर घुमौँ हल्का होइन। सो अहिले चाहिँ हामीहरू प्रोफेशनल ब्लॉगर, सो अमीर आदमी के ब्लॉग करने का स्टाइल। ओ भाइ साहब, ओ भाइ सो म आजकल भिडियो किन हाल्दैन भने यो मोबाइलको कारणले, मोबाइल एकदम बेकार छ। अब भिडियो बनाइहाले पनि यो क्यामेरा जसो भए पनि भिडियो बनाइहाले पनि यो एडिट गर्नको लागि केही न हल्का त चाहियो नि। पुरा दिनभरि लाग्छ भने नि त्यो 80 ल्याग चल्छ मोबाइल, र मोबाइलमा के छ भोइस क्याप्चर गर्दैन, बेकार लाग्छ कि मोबाइल। सो मन पर्यो भने लाइक एन्ड सेयर र सब्सक्राइब गरिदिनु होला। मिल्नेछौँ छिट्टै न्यू धमाकेदार भ्लगमा। थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।